फुलेको हामी हिँडिरहेको छौँ यहाँ। यस्तो ठाउँमा हिँड्नुपर्छ हामी। कम मजा भइरहेछ यस्तोतिर घुम्न। मलाई त यस्तैमा घुम्न अच्छा लाग्छ यार। यो साल चाहिँ चिमाल खास फुलेर रहेछ यार। पहिलाको जस्तो पोहोर सालको जस्तै यो साल फुल्ने सिजन रहेनछ। अर्को साल चाहिँ मजाले फुल्छ। खास फुलेको छैन यार। चिमालिलो गजा गजातिलो नाजा। त्यो फुलेको छ है। चिमाली हिमाली पाखनबेट। पाखनबेट चिमाली यताभरि हिउँ छ है। हिउँ पग्लेर दाना ननको सकिएछ। गहिरो गहिरोको यहाँ चाहिँ हिमाली सबभन्दा गन्ध फुल। हिमाली फुल मजा भइरहेछ। चिमाल फुलेर यहाँ त सेतो सेतो चिमाल छ। डल्लै उको ताने छाङ्न कहिनेको पिछे साथीहरू त रोएर छन्। हिमाली सर्पगन्धा फुल है यो। जुत्ता मालौँ क्या मालौँ। खासै फुलेको छैन। हिमाली फुल हिउँमा लड्क्यो हिउँमा लड्क्यो हिउँ। हामी त्यो त्यहाँबाट आएको है हामी। ए डाँडाहरू रमाइलो सिनहरू छन्। एडभेन्चर गर्नेहरूको लागि खतरा लाग्छ। हिउँको राजे तोडेर फुलिरहेका फुलहरू चिमाल। चिमालको फुल हो यो। खासै फुलेको छैन। यसरी फुलेको छ चिमालका फुलहरू। हामी चाहिँ हिमाली क्षेत्रतिर छौँ है केटाहरू। फुलेको छ यहाँ चत्त लगाएर चिमालका फुलहरू। हिमालमा फुल्ने चिमाल। वारी हिमाल पारी हिमाल फुले चत्त हिमाल। यो सिन पनि रमाइलो छ नि होइन। बादलहरूको पनि हाम्रो वातावरण यस्तो छ है। यहाँ त कोही कोही साथी त हिँड्न सक्दैनन् घरि। हामी चाहिँ
हिँडिरहने मान्छेहरू पहाडी पायरा पखेराहरूमा हुर्किएका मान्छेहरू जन्मिएका मान्छेहरू मात्र हिँड्न सक्छौँ यस्तो बाटोमा। अरू चाहिँ सक्दैनन् है। संसारी हो, हेर्नुहोस्, रमाइलो गर्नुहोस्, हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्, हाम्रो फेसबुकलाई पनि फलो गरिदिनुहोस्। यस्तै यस्तै भिडियोहरू हेर्ने हो भने हामी चाहिँ भिडियोहरू लिएर आउनेछौँ निरन्तर। चक्कर रुमाल क्या मालूम। हेरौँ है कस्तो छ बाटो। हुट मैले चाहिँ सुपर चेयरमा खिचिरहेको कारणले भिडियो चाहिँ जुम आउट गर्न मिलिरहेको छैन। यस्तो हिँड्नुपर्छ है, बाटो यस्तो छ। सातो जान्छ है यस्तो बाटोमा हिँड्न। यस्तो छ पुरा ठाडै ठाडै। त्यो बादलले अहिले चाहिँ स्वरूप बिगारेको छ है। अघि नभन्दा अर्कै भएको छ, देख्नु भएको छ वा छैन। बादल कस्तो राम्रो देखिरहेको छ। खासै चाहिँ मौसम राम्रो साथ दिएको है। मौसमले पो राम्रो साथ दिएको हो। केटाहरू तल गइरहेछ। हाँ घुर्ने लाजा राउडे अब चाहिँ चेमालको कम छ यतातिर फुलहरू यहाँ चाहिँ छ अलि। चेमालका फुल सायद तलतिर खासै छैन। बादलहरूको फुर्का फुर्का बादलको फुर्का फुर्का हिमालको सुर्का सुर्का हिँडिरहेछन्। उसँग पुगा परेका यात्रुहरू यहाँ गएको रहेछ। फुल पुरा यहाँ गाडी जस्तो ढुङ्गाहरूमा छ नि। मेरो यो क्यामेरा लेन्समा मैले परेछ यार। आयो है रोल्पाली सिरैमा ढाका टोपी ढल्काए। जिब्रो कस्तो भएको है मेरो त। यो दाँतभरि भयो भने जिब्रो भयो भने के अरे जिब्रो बढी भयो भने दाँतले काट्छ अरे भन्छन्। मेरो चाहिँ यहाँ दाँतभरि भएर जिब्रोलाई काटेर जिब्रोमा घाउ भएको छ। बोल्न सकिरहेको छैन।
बाटो छ बिरालो अब म त बाटो झुक्यो त्यही यता भएछ बाटो हट त्यो बाटोमा हिँड्नुपर्छ है सिटिमिटी मान्छेहरू हिँड्न सक्दैन नि बाटोमा हामीहरूको घार यहाँ पनि बिदा पाउने रहेछ सिनुहरू स्टाइलमा मिलाएर खिच्ने हो भने खतरा हुने रहेछ यता जाला जस्तो थियो बाटो चाहिँ यता गयो यताबाट बाटो छ बिरालो हाय कसको आँगन कुरेर बसाउँदै यही लाग्छ बिरालो म भिडियो बनाउँदै हिँडिरहेको छु साथीहरू अगाडि बुइकेर मलाई यहाँ के जति खसाली दौडिनु परेको छ यार झन्डै फुल राम्रो गुलाबको काँडा भए नि नबिर्सनु मायाले ए राँडा भए नि अब चाहिँ म भिडियो बनाउँदैन है यो बेला भिडियो बनाउँदैन बिहान चाहिँ यो हिमाल राम्रो देखिन्छ तर अहिले चाहिँ बादल लागेर त्यो भएको छ अहिले चाहिँ दिउँसोको 1 बजेको छ यहाँ खतरा देखिने रहेछ त्यहाँ भिडियो बनाउन भने एउटा खुल्ला छ यो बर्खाको सिजन चाहिँ यहाँ चाहिँ हरेक किसिमको फुलहरू फुल्छ नि